चाइना हिमालयन स्काई रेलवे प्रोजेक्ट यानी कि चीन हिमालयन रेलमार्ग परियोजना हालका वर्षहरूमा दक्षिण एसियाली भूराजनीति, व्यापार र पूर्वाधार विकासको चर्चाको विषय बनिरहेको छ। चीनले आफ्नो तिब्बत क्षेत्रबाट नेपालको राजधानी काठमाडौँसम्म रेलमार्ग विस्तार गर्ने दीर्घकालीन योजना अघि सारेपछि यो योजना दुवै मुलुकका लागि अवसर र चुनौतीको मिश्रित उदाहरण बनेको छ। हाल चीनको तिब्बतमै अवस्थित लासा सिगात्से रेलमार्ग सञ्चालनमा छ र त्यसलाई केरुङ ज्यौरी सीमा हुँदै नेपालसम्म ल्याउने सम्भाव्यता अध्ययन चलिरहेको छ। नेपाल चीन सिमानामा रहेको केरुङ निकट भौगोलिक रूपमा काठमाडौँ नजिक पर्ने भएकाले यो मार्गलाई सबैभन्दा व्यावहारिक मानिन्छ। योजना अनुसार रेलमार्ग काठमाडौँबाट पोखरा हुँदै लुम्बिनीसम्म विस्तार गर्न सकिने दीर्घकालीन परिकल्पना पनि रहेको छ। यो रेलमार्ग निर्माण भएमा नेपालका लागि अनेकौं फाइदाहरू देखिन्छन्। पहिलो, व्यापारिक पहुँच सहज हुनेछ। समुद्री बन्दरगाह नभएको नेपालका लागि वैकल्पिक व्यापारिक मार्ग अत्यन्त आवश्यक छ। चीनसँगको सिधा रेलमार्ग खुलेपछि नेपालले तिब्बत हुँदै चीनका अन्य ठूलो औद्योगिक सहरहरूसम्म सजिलै पहुँच पाउनेछ, जसले आयात निर्यात लागत निकै घटाउन सक्छ। दोस्रो, पर्यटन प्रवर्धनमा ठूलो फाइदा हुनेछ। चीन विश्वकै सबैभन्दा ठूलो पर्यटकको स्रोत हो। रेलमार्ग सञ्चालनमा आएपछि ठूलो संख्यामा चिनिया पर्यटकहरू सहजै नेपाल भित्रिन सक्नेछन्, जसले होटल व्यवसाय, स्थानीय व्यापार र सांस्कृतिक पर्यटनमा सकारात्मक प्रभाव पार्न सक्छ। तेस्रो, भूराजनीतिक सन्तुलनमा नेपाललाई नयाँ विकल्प उपलब्ध हुनेछ। परम्परागत रूपमा भारतीय मार्गमा निर्भर रहेको नेपालले चीनसँगको समृद्ध यातायात सम्पर्कको विकासले आफ्नो कूटनीतिक तथा आर्थिक स्वतन्त्रतामा थप विकल्प पाउनेछ। तर परियोजनाका चुनौतीहरू पनि कम छैनन्। हिमाली भूभाग अत्यन्त जटिल, अस्थिर र प्राविधिक रूपमा जोखिमपूर्ण भएकाले रेलमार्ग निर्माण कठिन हुन्छ। विशेषज्ञहरूका अनुसार यो परियोजना विश्वकै प्राविधिक रूपमा सबैभन्दा चुनौतीपूर्ण रेलमार्गमध्ये पर्न सक्छ। हिमालको कठोर भूगोल, उच्च हिमाली सुरुङ र भूकम्पीय जोखिमले निर्माण लागत अत्यन्तै महँगो बन्न सक्छ। यसका साथै आर्थिक बोझ पनि ठूलो हुन जान्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकले यति ठूलो परियोजनामा लगानीका स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण छ। प्राविधिक अध्ययन, ऋण संरचना र दीर्घकालीन भुक्तानी क्षमताबारे स्पष्ट योजना आवश्यक हुन्छ। अन्ततः चीनले नेपाल रेलमार्ग परियोजना मुलुकको दीर्घकालीन विकास दृष्टिकोणसँग जोडिएको अवसर हो। व्यापारिक विस्तार, पर्यटकीय सम्भावना र अन्तर्राष्ट्रिय सम्पर्क वृद्धि जस्ता फाइदाहरू नेपालका लागि उल्लेखनीय हुन सक्छन्। तर यी सम्भावनाहरू उपयोग गर्न नेपालले स्पष्ट राष्ट्रिय प्राथमिकता, आर्थिक व्यवस्थापन, पर्यावरणीय सुरक्षा र दुवै देशबीचको पारदर्शी कूटनीतिक साझेदारीमा ध्यान दिन आवश्यक छ। यदि सफलतापूर्वक कार्यान्वयन भयो भने चीन हिमालय रेलमार्गले नेपाललाई दक्षिण एसियाली भूव्यापारिक केन्द्रका रूपमा पुनः परिभाषित गर्ने क्षमता राख्दछ।